पढेर जागिर खान नसकेपछि कसले गर्नु भएको छ म जस्तै गरिने काम। हेर्नु त आलु खन्न पनि यस्तो बसी बसी खन्न परेछ हौ, गाह्रो छ मलाई। हेलो नमस्ते, मेरो नाम कमला फुन, जाजरकोट जिल्ला बारीकोट गाउँपालिका 1 रामीडाँडा शिर्पाचौरमा हो मेरो घर। केही पनि गर्न नजान्ने भनेको म मात्रै छु कि क्या हो क्या है। तपाईहरुलाई अरु त म केही पनि के देखाउँथे होला र, तर मेरो गाउँठाउँमा गरिने काम, मैले गर्ने काम, सबै कामहरु देखाउँछु। हेर्नु होला कतिको मन पराउनुहुन्छ। आज हामी आलु खन्ने तयारीमा छौं। गाई भैँसीलाई घाँस काट्यो भने अनि बल्ल सजिलो हुन्छ खन्ने बेला, नत्र भने भरले लटपट्याएर अलि गाह्रो हुन्छ खन्नको लागि। त्यही भएर यी नानीहरूलाई भर लिन आऊ भनेर बोलाएको है। ठुल्ठुलै डोका लिएर आछन्, फेरि मान्छे साना डोका ठुला लिएर आछन्। अहिले त्यही डोकामा घाँस लिएर जान्छन्। हामी आलु खन्ने काम भइरहेको छ। यस्तै काम गर्दा गर्दा गर्मी भएर यिनी दुईजनाले हामी खुर्पानी टिपेर ल्याउँछु भने खुर्पानी टिप्न गएर पनि ल्याइसके। हेर्नु राम्रोसँग पाकेकै छैनन्, तर सकिसक्यो के। घाम भएको बेला यति मिठो हुन्छ है, आराम पनि हुन्छ। हाम्रो आलु खनेर हामीले यति आलु खनिसक्यौँ। अहिले घाम लागेछ, यो माटो फालेर डोकामा अनि बोरामा हाल्नुपर्छ, नत्र कुहिने के अरे माटोले गर्दा कुहिन्छ के। त्यही भएर घाम लागेर अलिअलि सुकाउँदै माटो झारेर डोकामा हाल्ने हो। यो सबै आलु बेच्ने हो। कसैलाई चाहिन्छ भनेपछि कुरा गर्नु होला है त। यो बेच्नको लागि धेरै छ आलु। हाम्रो गाउँघरमा अहिले एकदम आलु खन्ने सिजन चलिरहेको छ। यस्तै सबैको घरमा हुन्छ के, घरमा यति धेरै आलु हुन्छ, तर किन्ने मान्छे नआएर कसैको कति धेरै कुहिएर फाल्नुपर्छ। यसरी खनेको आलु बेलैमा किन्ने मान्छे आएको भए कति राम्रो हुन्थ्यो होला है। कतिले त बोकेरै लैजानुहुन्छ बेच्नको लागि। हामी त बोकेर लिएर बेच्न सक्दैनौँ, अलि गाह्रो हुन्छ बोकेर। घरमै लिन आउनुहुन्छ कोहीहरू, त्यति बेला बिक्री हुन्छ, नत्र भने राखेर बिउको बेला नै बिक्री हुन्छ। हामी यो आलु खनेर घाँस काटिसकेपछि हामी घर जाने तयारी गरिरहेका छौँ। यी कट्ठाहरू बोराहरूमा आलु हालेर लानको लागि रेडी हुँदैछ। केटीहरू घाँसको डोका पनि लागिसके। अगाडि भर्री नै बनाएको थियो, तर अहिले घामले अलिअलि ओइलाएर घटेछ के। यत्रो डोका छ है, कति ठुल्ठुला भारी बोक्छन् यिनीहरू, मलाई त अचम्म लाग्छ के। सायद म सत्ती बोक्छन् होला के यिनीहरू, यति बलिया हुन्छन् यिनीहरू। आज मैले यो बोरा लिनको लागि बोरिया ल्याउन बिर्सेर है, ओरेर ल्याएको सलमा नै बोकेर लगे। बर्री भएको भए अलिकति सजिलो हुन्थ्यो। मैले बोरामा लगेँ, बाबाले डोकामा लग्नुहुन्छ। बोरामा भन्दा डोकामा धेरै जान्छ। एकैचोटि 2 बोरा जति लिन सकिन्छ होला सायद यो डोकामा। हामीलाई फेरि यही कट्ठाकै धौधौ हुन्छ कि, एउटा बोरा मात्रै लिन पनि धौधौ हुन्छ। हामी अब घर जाने तयारी अब हिँड्न लागिसक्यौँ है। यिनीहरू हामी सँगै जाने भनेर हामीलाई पर्ख्या हुन् कि यिनीहरूले अलि काम पनि सघाए हामीहरूलाई। हामी गाउँदेखि पारीको जग्गामा हो। घरहरू पनि तपाईहरूले देख्न सक्नुहुन्छ। तपाईहरूलाई धेरै धन्यवाद। यसरी नै सधैँ माया गरिराख्नु होला। भिडियो पनि हेरिराख्नु होला। मेरो गाउँघरको भिडियो तपाईहरूलाई कस्तो लाग्छ? धन्यवाद।